हेलो गाइस, सबैलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ हाम्रो गाउँको सबैजना हामी मिलेर चाहिँ बाजुरा बिरे खोला भन्ने ठाउँमा चाहिँ जाँदैछौँ। अब चाहिँ हामी बाटोमा हिँडिसक्यौँ बिरे खोलाको लागि चाहिँ। बाटोमा हिँड्दा हिँड्दै पुरै रोडमा ढुङ्गा आएको रहेछ। यहाँ त हाम्रो टोली चाहिँ फेरि ढुङ्गा फाल्दैछ, ढुङ्गा फाल्दै गाडी अगाडि गर्दै। यो चाहिँ ढुङ्गा फाल्ने टोली अगाडि गइसक्यो। यति धेरै ढुङ्गा आएछ यहाँ, माथिबाट आएर चाहिँ यति धेरै ढुङ्गा हेर्नुहोस् न गाइस। हामी चाहिँ बिरे खोला जाने भने त आयो गाइस। यहाँ ढुङ्गा भने चाहिँ लास्टै यो छ, बाटोमा ढुङ्गा फाल्ने टोली अगाडि गइसकेको छ। पुरै ढुङ्गा मात्र आयो क्या फेरि बाटोमा चाहिँ। टोली चाहिँ अगाडि, ढुङ्गा फाल्ने टोली चाहिँ ढुङ्गा फाल्नै नसक्ने भइसक्यो है। धेरै ढुङ्गा भएर होला सायद। अब यहाँ त फेरि कत्रो ठुलो ढुङ्गा हो भने सबजना लाग्दा त सक्दै नसक्ने भइसक्यो त। यहाँ त बल्ल तल्ल मुस्किलले चाहिँ हामीले सक्यौँ ढुङ्गा फालेर चाहिँ। ढुङ्गा फाल्ने बाटो चाहिँ सक्यो। अब चाहिँ पिच बाटोतिर लागिसक्यो हामी चाहिँ। यहाँबाट चाहिँ अछाम सक्यो। अब हामी लाग्यौँ बाजुरामा चाहिँ प्रवेश भइसक्यो है हामी चाहिँ। अब यो चाहिँ इख्री घाटको भाइरल झरना। हजुरहरूले पनि आउनु होला, दामी छ यो ठाउँ पनि। यस्तो दामी छ नि इख्री घाटको झरना। फेरि कुकुरले त बाटो छोड्दैन, रोडै हिँडिरह। यो चाहिँ बेतालमाण्डु बजार बाजुराको। यो चाहिँ भम्को बजार, तर बजार चाहिँ छैन रहेछ। यो नाम मात्र भम्को बजार रहेछ। यहाँ चाहिँ बाटोमा जाँदा फर्स्ट झर्ना देखिसक्यो है उता पारी चाहिँ। यहाँ हामी चाहिँ यस्तै जाँदैछु। अहिले चाहिँ गर्मी भइरहेको छ सबलाई। बाजुरघाटबाट पनि अगाडि गइसक्यो बाम्का बजार। यो चाहिँ बाम्का बजारको भ्यू। यो चाहिँ फालासुन बजार, बाम्का बजार भन्दा चाहिँ अलि अगाडि। यो चाहिँ बल्दे है। बल्देमा चाहिँ बाटो अलि डेन्जर रहेछ कि, अप्ठ्यारो रहेछ अलिकति चाहिँ। उता पारिपट्टि चाहिँ यति धेरै ठुलो पहिरो आएर रहेछ। उता पारिपट्टि दुईटा झर्ना कस्तो दामी छ है। हरियो छ फेरि यता भ्यू चाहिँ दामी, हरियो घाँस चाहिँ। यता फेरि झर्ना छ। रोडको माथिपट्टि झर्ना दामी। लगभग अब बिरे खोला चाहिँ हामी पुगिसक्यौँ। बिरे खोला भन्दा यताको झर्ना है माथिको। फाइनल्ली हामी बिरे खोलामा चाहिँ पुगिसक्यो। अब चाहिँ बिरे खोला पुगियो गाइज। हामी चाहिँ अब बिरे खोला पुगेर चाहिँ यहाँ होटेलमा खाना खानको लागि चाहिँ आइसक्यो। यहाँ फेरि होटेलमा जाने बित्तिकै हरियो काँक्रा देखेँ के, लोकल काँक्रा बिरे खोला हो त्यो चाहिँ। यहाँ टोली चाहिँ अब खाना खान लागिसक्यो। हामी पनि खाना खान लागिसक्यौँ। यता खाना खाएर चाहिँ झर्नामा जान्छौँ हामी चाहिँ। एकछिनपछि चाहिँ टिकटक पनि बनाउँदैछौँ टोलीहरू। हामी चाहिँ खाना खान लागिसक्यौँ। हामी चाहिँ खाना खाएर आइसक्यौँ यता झर्ना है। यहाँ झर्ना हेर्नु कस्तो दामी छ है। यति ठुलो छ आज फेरि पानी चाहिँ। यहाँ यताबाट पानी आएर यतासम्म भिजाउँछ कि। अब चाहिँ हामी झर्ना ठाउँ जानको लागि चाहिँ यहाँ टिकट काट्दैछु है। टिकट काट्नु पर्दो रहेछ, 20 रुपियाँ टिकट रहेछ कि भित्र एकजना जानको चाहिँ। यो गाइस होइन, यो चाहिँ हो हामी चाहिँ झर्ना जाने चाहिँ बाटो हो कि। चाहिँ हामी झर्ना जान लाग्छौँ। हजुरहरूलाई झर्ना पनि देखाउँछु है, खत्रै छ झर्ना। हजुरहरू नै आउनु होला फेरि यहाँ चाहिँ। यो चाहिँ झर्ना जाने बाटो। त झर्नाको पानी परेर चाहिँ यहाँ बाटोमा चाहिँ
चिप्लो भएको छ बाटो अलि यो हो बिर्या खोलो हेर्न सक्नुहुन्छ हामी चाहिँ आइसक्यो बिर्या खोलाको पुलमा हेर्न सक्नुहुन्छ गाइस हेर्नुहोस् गाइस झरना पछाडि चाहिँ है